अब लागू औषधको सप्लाई चेन ब्रेक गर्न जरासम्म पुगेर नियन्त्रण गर्न प्रहरी प्रशासनलाई हिजो भर्खरै निर्देशन दिएको छु। सरकारले लागू औषधलाई सामाजिक चुनौतीको रूपमा लिई अबबाट दिवस मनाउनुको साटो लागू औषधको अन्त्यको सुरुवात गर्ने अभियान नै सञ्चालनको नीति लिएको सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। हामीले 3 पिलर स्ट्राटेजी लिई रोकथाम, उपचार र कारबाहीका काम गरी लागू औषधको प्रभावकारी नियन्त्रण गर्ने जानकारी गराउन चाहन्छु। लागू औषध नियन्त्रण कार्यक्रममा मन्त्रालयमा यो वर्ष रु 79 लाख बजेट रहेकोमा अर्को वर्ष 2 करोड 27 लाख विनियोजन गरिएको छ। यसको विरुद्ध डिजिटल क्याम्पेन पनि गरिनेछ र इन्फ्लुएन्सर मार्केटिङ मार्फत अवेरनेस बढाउने पहल गरिनेछ। सीमा नाकामा लागू औषधको अवैध कारोबार नियन्त्रण गर्न समन्वय गरी विशेष अपरेसन